तो चलिए शुरू करते हैं। हेलो गाइस, माय नेम इज अशोक तामाङ। आज चाहिँ हामी नेपाली स्टोरी लिएर आउँदैछु। एकजना साथी चाहिँ जम्मा 1 महिना मात्रै भएको रहेछ। हामी चाहिँ घुम्दै जाँदाखेरि एकजना साथी भेटेको थियो। उसको नाम चाहिँ चेतबहादुर हो। तर उसले क्याम्प बिर्सेर एकजना साथीसँग भेटाएर उसलाई पुर्याउने सम्मको एउटा सानो भिडियो बनाएको छ। हजुरहरूले हेरिदिनु होला फुल भिडियोसम्म। हस् त, धन्यवाद। A few moments later. ल के छ गाइस पारा है हामी चाहिँ यहाँनिर यता पोरो दामी दामी ठाउँ छ के घुमेर आएको है। आजको छुट्टी पनि टिल भयो। आजको छुट्टी पनि रमाइलो भयो। फेरि एकजना यहाँनिर भाइ बसिरहेको रहेछ। जब सोधिदिउँ है त। हेलो भाइ, नेपाली भाइ के छ खबर? घर कहाँ हो भाइको? मकनपुर हो। अनि यहाँनिर के गर्छ? कहाँसम्म जाँदै हो भाइ? ए हो र भाइ, त्यस्तै हो। नयाँ हो भाइ? ए कहाँ बस्छौ त भाइ? हामी पुरा एकदिन त नजिक थियो भने कहाँ हो? कहाँ बस्छौ? खै यतैतिर भन्नु पऱ्यो। क्याम्पको नाम के हो भाइ? त्यो क्याम्पको नाम चाहिँ डिआइसी डिआइसी कहाँनिर हो? ल कसै यहाँनिर कसै साथीहरूको नम्बर छ? ए ल हामी पनि यतै बस्छौँ कि भाइ? जाउँ न त हामीसँगै है, यसो गफ गर्दै जाउँ। हामी पनि त्यस्तै हो, डिआइसी नै हो। अनि भाइ कहाँ छ भाइको साथी? भाइ चाहिँ एक्लै रहेछ, रोइरहेको रहेछ हल्का। हाम्रो क्याम्प पनि उतै परेर हामी चाहिँ उता जान लाग्यो। है गाइस, फाइनली भाइको साथीहरू भेटेपछि हामी चाहिँ भाइको साथी हाम्रो क्याम्प पनि उतै पर्छ। तर एकजना दाइ हुनुहुन्छ, ऊ साथी कहाँ पर्छ मलाई थाहा छैन। जाँदैछु, अर्को साथीको ठाउँमा भेटाउँछु। त्यसको लागि चाहिँ यसो जुम गरेर हेर्दाखेरि चाहिँ भाइलाई भेट्ने साथी अघि नै गरेछ। अघि नै हामीले उता अर्को भेटेको थियो, त्यही दाइ रहेछ। फाइनली ऊ दाइलाई भेटेर खुसी लाग्यो, भाइको साथी। भाइको मान्छेको यही मान्छे? ए यही हो, ठिक छ ठिक छ। फाइनली भाइको साथी पनि भेट्यो। हेलो हेलो बाबै, तपाईँ नि हो यो भाइको मान्छे? कहाँ छोडेर नि एक्लै हिँडिदिनु भएको त? अनि ल कहाँ नि नयाँ मान्छेले एक्लै छाडै हिँडेको त बुढो? नि तपाईँले कोसँग घुम्न आएको मान्छे अनि कहाँ भाइको बिचरा बेहाल हुन्छ त। फाइनली भाइको साथी भाइलाई पनि भेटाइदिउँ होइन? ल अब रामरी जानु होला है। रामरी कहाँ बस्नुहुन्छ अनि भाइलाई थाहा छैन भन्दै थियो।
कहाँ अहिले यता देखाउनु भयो पारीको क्यामेरा छ राम्ररी जानु है त ल ल ल भाइलाई लगेर जानु सियो कडा हान्दै फाइनली भाइको साथी पनि भेट्यो आज चाहिँ हामी भिडियो यतिमै रोक्न चाहन्छु है फाइनली गाइज यहाँनिर एकजना भाइलाई पनि भेटाएर हामी चाहिँ अब रुमतिर लाग्दिनु लाग्यो सी यू नेक्स्ट भिडियोमा भेटौँ ल है भिडियोमा चल तिमी ल